भिडियोमा अगाडि बढ्नुभन्दा पहिला फ्रेन्ड्सहरू म एउटा कुरा क्लियर गर्न चाहन्छु कि हेर्नु मेरो जुन भिडियोहरू हुन्छ नि त्यो त्यस्तो हरूको पर्सपेक्टिभले म बनाइरहेको हुन्छु जो एक्चुअलीमा पेन्टिङको लागि प्यासनेट छ, जो एक्चुअलीमा दिलले मतलब एक्चुअलीमा गर्न चाहन्छ। जस्तै एउटा के हो कि तपाईँ सो गर्नुहुन्छ कि म पढ्दैछु एन्ड एउटा के हो कि एक्चुअलीमा चाहनुहुन्छ कि तपाईँ पढ्न चाहनुहुन्छ। सेकेन्ड क्याटेगोरीको धेरै कम हुन्छ आई नो एन्ड फर्स्ट क्याटेगोरीको बढी हुन्छ। मतलब धेरैको मन हुँदैन, धेरैले भित्रबाट चाहेको हुँदैन कि म गर्छु म र त्यो बढी हुन्छ पढाइको मामलामा। बट म के चाहन्छु कि म के मतलब गरिरहेको छु कि यो जुन भिडियोहरू छ नि म तिनीहरूको पर्सपेक्टिभले बनाइरहेको छु जो एक्चुअलीमा चाहन्छ पेन्टिङ गर्न। एक्चुअलीमा मजा आउँछ जब तिनीहरू पेन्टिङ गरिरहेको हुन्छ। सो यो भिडियोहरू मोस्ट अफली तिनीहरूको पर्सपेक्टिभले छ। हुन त यो कसैले पनि हेर्न सक्छ, मतलब फ्री छ, हेर्न चाहनेको चोइस छ कि को हेर्न चाहन्छ को हेर्न चाहँदैन। बट आई वान्ट कि मतलब यदि यो फिल्ममा आउन चाहनुहुन्छ भने तपाईँ आफ्नो दिलको सुन्नु बजाय कि बाहिर सुन्नु हुँदैछ। मतलब आफ्नो भित्र पहिला झाँकेर हेर्नुहोस् कि हो म मेरो भित्रबाट आइरहेको छ कि छैन। मतलब म जब पेन्टिङ बनाइरहेको हुन्छु या पेन्टिङ हेर्छु या कुनै पनि यस्तो कुरा हेर्छु जुन आर्टिस्टिक हुन्छ, जुन फ्यासिनेट हुन्छ, मतलब जुन तपाईँलाई फ्यासिनेट गर्छ यस्तो कामहरू जुन क्रिएटिभ हुन्छ, क्रिएटिभ कामहरू। सो दिस फिल्ड इज फर यु एन्ड वेलकम टु द field of art, welcome to the field of creativity. So त्यही भन्न चाहन्थे। एन्ड बिकज यस्तो म किन भन्दैछु किनभने मतलब यदि तपाईँभित्र प्यासन छैन यो कामको लागि भने तपाईँ कन्टिन्यू गर्न सक्नु हुँदैन लङ टर्मको लागि। एन्ड बिचमा छोडिदिनुहुन्छ भने केही फाइदा छैन, तब त त्यही भइहाल्यो नि, मतलब टाइम वेस्ट त्यसलाई भन्छ। सो त्यही म चाहन्थेँ कि मतलब बिफोर डुइङ टाइम वेस्ट किन पहिला नै सोचिहालौँ कि गर्नुपर्ने छ कि छैन। सो आई वान्ट टु सजेस्ट जो पनि हेर्दैछ यो भिडियो कि पहिला बस्नु आफूसित आरामले एन्ड अनि कपी पेन पेपर लिएर आफूलाई क्लियर गर्नु कि हो एक्चुअलीमा म चाहन्छु कि चाहदिनँ। पेन पेपरले किन मतलब म भन्दैछु कि लेखेर जब गर्नुहुन्छ नि त राम्ररी क्लियर हुन्छ हाम्रो माइन्ड। सो यही भन्दै थिएँ कि पहिला आफूसँग सोध्नु, सही क्वेसन्सहरू सोध्नु कि हो एक्चुअलीमा म चाहन्छु पनि कि चाहदिनँ यो फिल्डमा जानुको लागि। कुनै फोर्स नगर्नु र बढी आई थिङ्क कि यो फिल्डमा आउनेहरू भित्रबाट नै हुन्छ उनीहरूको, बिकज बढी थोरै हुन्छ यसमा, गिने चुनेको हुन्छ, कोही हुन्छ। बडीमा को हुन्छ, इन्जिनियर हुन्छ, डाक्टर हुन्छ, सरकारी नोकरी गर्ने हुन्छ, आर्टिस्ट कोही हुन्छ। सो बट त्यही पनि म भन्न चाहन्थेँ कि जसको इनर कलिङ छ तिनीहरूको लागि यो धेरै राम्रो हो। आर्टिस्ट वेलकम ब्याक टु द न्यू भिडियो एन्ड आजको भिडियो चाहिँ धेरै नै इम्पोर्टेन्ट हुने छ। सो आई वान्ट कि तपाईँहरू धेरै फोकसले सुन्नु होला, ध्यानले सुन्नु होला म के भन्न गइरहेको छु। बिकज यो टपिक नि बुझ्न नेसेसरी, आई मिन धेरै जरुरी छ, अरू मतलब भन्दा धेरै जरुरी छ। बिकज हामी कुनै पनि काम गर्छौँ त मतलब त्यसलाई बिना बुझेर कि किन गर्छौँ, त्यसको रिजन नजानिकन गर्छौँ भन्ने त्यसमा एक त हामीलाई मजा आउँदैन कि मतलब किन गरिरहेको छौँ। एन्ड सेकेन्ड वान इज थाहै हुँदैन कि किन गर्दैछौँ भने तब त मतलब पर्पसलेस भइहाल्यो नि कि आई डोन्ट नो कि किन गर्दैछौँ। सो यही क्वेसनलाई आज म एक्सप्लेन गर्नेछु एन्ड आई ट्राई टु एक्सप्लेन इन डिप, मतलब कि उपर होइन, डिपली म टच गर्नेछु जति पनि म मतलब अहिलेसम्म म बुझेको छु, जति पनि म अहिलेसम्म सम्झेको छु यसको बारेमा कि मतलब किन गर्नुपर्छ
यसको मतलब यो आर्ट पेन्टिङ आर्टको के इम्पोर्टेन्स छ, एक्चुअलीमा इम्पोर्टेन्स के छ? यो भन्नु बेवकुफी होला कि इम्पोर्टेन्स छैन, एक्चुअलीमा छ इम्पोर्टेन्स। होइन भने मतलब यति आर्टिस्टहरू किन भएको होला संसारमा? मतलब अहिलेसम्म मिलियनौँ कति आर्टिस्टहरू मतलब आइसकेको छ यो दुनियाँमा। मतलब पास्टलाई पनि इन्क्लुड गरिदियो, प्रेजेन्टलाई पनि इन्क्लुड गरिदियो र फ्युचरलाई पनि इन्क्लुड गरिदियो भने कति आउने पनि छ आर्टिस्ट फ्युचरमा पनि, र अहिले पनि कति होला, लाखौँ करोडौँ होला, र पास्टमा पनि लाखौँ करोडौँ थियो। सो यो भन्नु कि इम्पोर्टेन्ट छैन बेवकुफी होला। बट त्यही बुझ्न आज म मतलब एक्सप्लेन गर्छु कि किन जरुरी छ, एक्चुअलमा के इम्पोर्टेन्स छ, किन यति प्यासनेट हुन्छ आर्टिस्टहरू आर्टको लागि, पेन्टिङ बनाउनको लागि, जुन आर्टको फिल्ड पनि छ त्यो सबैमा किन यति मतलब प्यासनेट हुन्छ तिनीहरू त्यो काम गर्नको लागि। म एन्ड आर्टिस्ट म चाहिँ पेन्टर हुँ। सो म चाहिँ पेन्टिङ को कै मतलब पर्सपेक्टिभले यो भिडियो पनि बनाउँदैछु। सो म अझै अर्को कुनै टपिकमा मतलब अर्को कुनै आर्टको फिल्डलाई टच गर्दिनँ, म पेन्टिङलाई नै टच गर्छु यसमा। मतलब टोटल्ली फोकस्ड हुन्छ कि पेन्टिङ मतलब को के इम्पोर्टेन्स छ, पेन्टिङ बनाउनुको के इम्पोर्टेन्स छ, आर्टको के इम्पोर्टेन्स छ। ओके, सो यहाँबाट सुरु गरौँ कि आर्टले हामीभित्र पेसेन्स डेभलप गर्छ, पेसेन्स, धैर्य। एन्ड धैर्य इज द मोस्ट इम्पोर्टेन्ट क्वालिटी, मोस्ट मतलब नेसेसरी पनि भनौँ, नेसेसरी त के भनौँ, नेसेसरी भन्दा पनि हुन्छ र जरुरी इम्पोर्टेन्स भन्दा पनि हुन्छ कि धेरै जरुरी छ लाइफमा पेसेन्स। कसैसँग पेसेन्स छैन, कसैभित्र पेसेन्स छैन, फर इक्जाम्पल कोही स्टुडेन्ट छ, ऊभित्र यदि पेसेन्स छैन भने ऊ जब आफ्नो क्लासमा बसेको हुन्छ र आफ्नो टिचरको लेक्चर सुनिरहेको हुन्छ त्यति बेला उसलाई केही समझमा आउँदैन, बिकज ऊ आरामले ठहरेर बसेर रुकेर त्यो आफ्नो टिचरको कुरै सुन्न सक्दैन, राम्ररी सुन्न सक्दैन भने बुझ्न नेक्स्ट इम्पोसिबल हुन्छ। आई मिन बुझ्न धेरै गाह्रो हुन्छ विदाउट पेसेन्स। र त्यही अर्को यसको अपोजिट साइड हेऱ्यो कि कसैभित्र पेसेन्स छ भने ऊ ध्यानले सुन्छ कि हो सामनेवाला के बोल्दैछ, फेरि त्यो जो होस् त्यो सबैसँग सिक्छ, आफ्नो टिचर, आफ्नो घरमा पनि र उसको त्यही नेचर घरमा पनि हेर्न मिल्छ। र जो भित्र पेसेन्स हुन्छ नि त्यसको मतलब त्यो त सबै ठाउँमा त्यस्तै हुन्छ, मतलब पेसेन्स नै हुन्छ उसको भित्र, त्यो ठहरावले बसेको हुन्छ र सुन्छ, पहिला सम्झन्छ, प्रब्लमलाई अन्डरस्ट्यान्ड गर्छ एन्ड देन रियाक्ट गर्छ। एकैपल्ट रियाक्ट गर्ने रिस्पोन्ड गर्छ, त्यसलाई रिस्पोन्डिङ भनिन्छ। रियाक्टिङ भनेको इम्पेसेन्स र रिस्पोन्डिङ भनेको पेसेन्स। रिस्पोन्डिङ भनेको पहिला सम्झनु भयो, तपाईँ सुन्नुभयो कि के भन्दैछु, के भन्दैछ। फर इक्जाम्पल त्यही स्टुडेन्टकै म इक्जाम्पल लिन्छु भने त्यो स्टुडेन्टले पहिला सम्झन्छ कि हाम्रो टिचरले के भन्न खोज्दैछ, एन्ड देन आफ्नो जुन क्वेसन छ, आफ्नो जुन डाउट छ उसलाई सोध्छ, ऊ आफूभित्र निकाल्छ कि हो यो सर तपाईँले यो त भन्नुभयो, यो मैले बुझेँ, बट यो जुन भन्नुभयो यो मैले बुझेन। सो इट कम्स फ्रम पेसेन्स, कि तपाईँभित्र पेसेन्स छ कि छैन। सो त्यही डेभलप गर्नमा आर्टले मद्दत गर्छ, पेन्टिङले मद्दत गर्छ। एन्ड अदर साइड अफ अदर पोजिटिभ साइड भनौँ पेन्टिङको, आर्टको, त्यो के हो? त्यो के हो कि हाम्रो जुन मतलब माइन्ड छ त्यसलाई सार्प गर्नमा मद्दत गर्छ। सार्प भनेपछि हाम्रो जुन डिसिजन मेकिङ, क्विक डिसिजन मेकिङ एबिलिटी छ त्यसलाई इन्क्रिज गर्छ। हाम्रो जुन थिङ्किङ हो त्यसलाई अझै सार्प गर्छ। सार्प गर्नु भनेको अझै राम्ररी क्लियरली हामी सोच्न सक्छौँ। एन्ड त्यही मतलब थिङ्किङ हामी लाइफको
कुनै मतलब एस्पेक्टमा लगाउन सक्छौँ। बिकज हेर्नु, जब पेन्टिङ गर्दै जान्छौँ भने हाम्रो थिङ्किङ एक ठाउँमा रुकेको हुन्छ, टिकेको हुन्छ, हाम्रो माइन्ड एक ठाउँमा टिकेको हुन्छ होइन भने के हुन्छ। र त्यसो त आजकल पुरै मतलब यो नर्मल भइहालेको छ। हरेक मतलब म जुन जब गरिरहेको छु आजको टाइममा, अलमोस्ट मतलब सबैलाई त होइन, बट म्याक्सिमम मासेस के छ मतलब टिकेर बस्दैन यार। मतलब तिनीहरू एउटा कुराको बारेमा केही बेरसम्म के भनौँ, मतलब 2-3 मिनटसम्म पनि जति भनौँ मतलब सोच्नै सक्दैन, राम्ररी क्लियरली सोच्नै सक्दैन। बिकज माइन्ड रेस्टलेस छ, एक ठाउँमा टिक्नै सक्दैन। र त्यही माइन्डलाई एक ठाउँमा टिकाउनमा, हाम्रो माइन्डलाई एक ठाउँमा रोक्नमा पेन्टिङले मद्दत गर्छ, आर्टले मद्दत गर्छ। जुन हाम्रो यो जुन माइन्ड छ नि, चारौं दिशाओं में फेल जाते, यहाँ पनि चल्छ, त्यहाँ पनि चल्छ, यो पनि सोच्न थाल्छौ, त्यो पनि सोच्न थाल्छौ, के धेरै। तिमीलाई भन्नु पर्दैन, यो सबैको पर्सनल एक्सपिरियन्स छ। एन्ड आई नो, बिकज सबैको माइन्ड सेम हो, माइन्ड ब्रेन सेम हो, माइन्ड त इन्फर्मेसनले चल्छ। सो माइन्डको लेभलमा मतलब फरक भइहाल्छ। मतलब कसैको माइन्डमा केही इन्फर्मेसन छ त कसैले केही सोच्छ, अर्को मानिसको अर्को मतलब माइन्डमा डिफ्रेन्ट इन्फर्मेसन छ। सो त्यो डिफ्रेन्ट सोच्छ, बट जुन सोच्ने तरिका छ, मतलब जसरी माइन्ड काम गर्छ त्यो सबैको सेम, अलमोस्ट सबैको, कसैको डिफ्रेन्स छैन। सो यो कहाँ गइहाल्यो, ठिक छ, मतलब अलिक त्यो बेसिक नलेज पनि भन्नुपर्छ हो। त तिमी माइन्डलाई एक ठाउँमा रोक्न मद्दत गर्छ पेन्टिङले। एन्ड यो मतलब बिस्तारै हुन्छ, मतलब एकैपल्ट आज सुरु गरियो र आजै भन्छौ कि आज किन भइरहेको छैन, सो त्यसरी हुँदैन। त्यो मतलब टाइमको साथ डेभलप हुन्छ, टाइमको साथ यो। एन्ड हेर्नु, जुन सही कुरा हो नि त्यो एकैपल्ट हुँदैन, त्यो बिस्तारै बिस्तारै हुन्छ। मतलब इफेक्ट हेरिन्छ छिट्टै, बट त्यसलाई त्यसमा रहनको लागि मतलब लङ टर्मसम्म बिस्तारै नै हुन्छ। एकैपल्ट हामी धेरै गरिहाल्यो भने अर्को दिन हामी घुमेर पनि आउँदैनौँ त्यो काम गर्दा। फर इक्जाम्पल एक्सर्साइजको कुरा गरौँ भने एकैपल्ट धेरै गरिहाल्यो भने नेक्स्ट डे आउँदैनौँ पनि। नेक्स्ट डे मान्छे दाद यार को जान्छ, छोड न, मस्टले सुत न। आरामलाई स्नोज गर्छ, फेरि 10 मिनट 20 मिनट जति पनि हुन्छ। सो त्यो हुन्छ, मतलब एकैपल्ट धेरै गरियो भने। र त्यही भएर मैले भने कि यो स्लो प्रोसेस हो। म हेर्दै थिएँ कि त्यो रेकर्ड भइरहेको छ कि छैन। हो, रेकर्डिङ छ। त के भने थिङ्किङलाई इफेक्ट गर्छ, एन्ड इन अ पोजिटिभ म्यानर, नट इन नेगेटिभ म्यानर। बट हो के कुनै पनि कुराको पोजिटिभ साइड मात्र हुन्छ? नो माई फ्रेन्ड, यसको नेगेटिभ साइड पनि हुन्छ। र नेगेटिभ साइड यसको के हो कि दर्द हुन्छ। दर्द मिल्छ, दर्द सुरुमा, किनभने हेर्नु हाम्रो आदत यस्तो छैन। र हो, अहिलेको टाइममा धेरैको आदत यस्तो छैन कि हामी एक ठाउँमा टिकेर बसेर कुनै काम धेरै टाइमसम्म गर्छौँ होइन। धेरैले कम गर्छ, म भन्दिनँ कि गर्दैन, गर्छ, बट धेरै कमले गर्छ। त्यही पहिलाको यदि टपिक लियो भने पेसेन्सै छैन धेरैमा, मासेसमा छैन। मासेस यस्तै हुन्छ, मासेस भनेको धेरै, जो मासेस भनेको जो सबैले गर्छ, कोही हुन्छ। त त्यो भयो। बट हो, मेरो काम हो रियालिटीलाई तपाईँहरूको अगाडि राख्नु। म त्यो चाहन्छु कि म रियालिटीलाई एज इट इज तपाईँहरूको सामनेमा राखौँ, तपाईँहरूको अगाडि राखौँ। सो जसले पनि चाहन्छ आफ्नो लाइफलाई चेन्ज गर्न, आफूलाई सही डाइरेक्सनमा, आफ्नो थिङ्किङलाई, आफ्नो बडीलाई, आफ्नो माइन्डलाई सही डाइरेक्सनमा लिएर जान, त्यसलाई हेल्प हुन्छ।
सो आई वान्ट कि तिनीहरू जो पनि मतलब जो पनि होस् सबैले कोही मात्रै होइन सबै, त्यही भएर त म युट्युबको माध्यमले आफ्नो नलेजहरू सेयर गर्दै गएको छु हो। त यसको के मैले भने कि कुनै पनि कुराको यस्तो हुँदैन कि मात्र पोजिटिभ साइड हुन्छ, नेगेटिभ साइड पनि हुन्छ। सो यसको नेगेटिभ साइड यही हो कि हो दर्द मिल्छ, सर्ट टर्ममा दर्द मिल्छ, मतलब सुरुमा जब सुरुवात गर्छ भने त्यतिखेर दर्द मिल्छ। बट यदि तपाईँभित्र पेसेन्स छ, तपाईँभित्र पर्सिस्टेन्स छ, तपाईँ को मतलब माइन्डमा क्लियर छ कि होइन मलाई मभित्र जुन प्यासन छ पेन्टिङको लागि, पेन्टिङ बनाउनको लागि, त्यसलाई म मर्न दिँदिनँ। म चाहिँ यो फिल्डको मास्टर बन्छु, यस्तो छ तपाईँको माइन्डमा क्लियर छ भने हो तपाईँ गरिहाल्नुहुन्छ। एन्ड वान मोस्ट इम्पोर्टेन्ट थिङ के ध्यानमा राख्नु छ कि जुन अहिलेकोमा धेरैमा मतलब म पनि अब्जर्भ गरेको छु कि कम छ, द्याट इज कि एकपल्ट सोचिहाल्यो नि त हो। अब मतलब सोच्नु, डिसिजन लिनुभन्दा पहिला सोच्नुपर्छ धेरैपल्ट, बट एकपल्ट सोचिहाल्यो भने होइन अब गर्नु नै पर्छ। अब जे होस् डिसिजन लिइहाल्यो त गर्नु नै पर्छ, मतलब गर्छु नै जसरी पनि, यो हुनु पर्यो। मतलब जस्तो प्रब्लम आए पनि, जति फेलियर आए पनि गर्नु नै पर्छ। बट त्यो डिसिजन लिनुभन्दा पहिला सोच्ने, मतलब राम्ररी सोच्ने। एन्ड यो जुन र आई वान्ट टु से कि मतलब प्यासन हुनु पर्यो यसको लागि, पेन्टिङको लागि। होइन भने प्यासन नै छैन भने तपाईँ नेचुरली योसँग एट्र्याक्ट हुन सक्नु हुँदैन। एन्ड नेचुरली हुन सक्नु हुँदैन भने गर्न सक्नु हुँदैन धेरै टाइमको लागि। त्यो चाहिँ बाहिरबाट हुन्छ तर भित्रबाट दिलले हुँदैन। सो आई वान्ट टु से कि त्यो भित्रबाट हुनुपर्छ, इनर कलिङ पेन्टिङ। र त्यो सबैको डिफ्रेन्ट हुनसक्छ। म अहिले जुन भन्दैछु त्यो तिनीहरूको पर्सपेक्टिभको ले भन्दैछु, जो भित्र प्यासन छ, पेसेन्सलाई र प्यासनलाई सेम नसोच्नु। प्यासन भनेको तपाईँ भित्रबाट चाहनुहुन्छ कि आई वान्ट टु डु दिस। कोही कसैले पनि भनिरहेको छैन, कसैले पनि यो तपाईँको फ्यामिलीले पनि सपोर्ट गरिरहेको छैन कि हो गर तिमी यो, त्यो पनि तपाईँको भित्रबाट आउँछ कि होइन आई वान्ट टु डु दिस, आई वान्ट टु डु पेन्टिङ, आई वान्ट टु डु एनिथिङ। सो द्याट इज प्यासन। एन्ड पेसेन्स मैले भने नि कि एक ठहराव छ भित्र, एक रुकावट छ, मतलब रुकावट होइन ठहराव छ, रुकावट होइन, रुकावट रङ वर्ड, ठहराव नै सही वर्ड छ। ठहराव भनेको टिकेर बस्न सक्नुहुन्छ। त एन्ड यही थियो। एन्ड फ्रेन्ड्स लुक, म सबै थोक भन्दिनँ, मतलब म एक झलक मात्रै दिन्छु कि हो यो छ। बाँकी तपाईँहरू जब आउनुहुन्छ यो फिल्डमा, सो बिस्तारै तपाईँहरू पनि मतलब जानिहाल्नुहुन्छ कि, एन्ड त्यो हेरिहाल्नुहुन्छ, बिकज गर्नुहुन्छ त्यो त्यतिकै मतलब त्यसको रिजल्ट आइ नै हाल्छ, त्यो टाइम लाग्दैन रिजल्ट आउन। तपाईँ आफ्नो भित्र पनि चेन्जेस हेरिहाल्नुहुन्छ र बाहिर पनि चेन्जेस हाल्नुहुन्छ। बाहिर चेन्जेस के आउँछ, तपाईँको रुममा पहिला एक दुईवटा पेन्टिङ टाँसेको होला, गर्दै गर्दै धेरै टाँसिहाल्छ। जस्तै मेरो रुममा हेर्नुहुन्छ, यहाँ हेर्नुहुन्छ। सो बाहिर त्यो हुन्छ, बाहिर तपाईँलाई सक्सेस मिल्छ, गर्दै गर्दै जानुभयो भने बाहिर तपाईँलाई नेम मिल्छ, फेम मिल्छ, मनी मिल्छ, त्यो हुन्छ। बट त्योभन्दा पनि मोस्ट इम्पोर्टेन्ट हो कि तपाईँको जुन मतलब हामी जुन इन्सान छौँ नि, मानिस छौँ नि, इन्सान भनेको क्वेसनिङ एबिलिटी, क्युरियोसिटी, त्यो मोस्ट इम्पोर्टेन्ट हो क्या लाइफमा। बिकज पैसा, नेम, फेम गइहाल्यो भने के भइहाल्छ, त्यो त फेरि आइहाल्छ नि। पैसा हामी फेरि कमाइहाल्छौँ। नेम, फेम त्योहरू पनि इम्पोर्टेन्ट त्यति छैन, मेन पैसा हो, मनी हो। बिकज मनी इज लाइक वाटर, पैसा हुँदैन भने हाम्रो लाइफ कसरी चल्छ। सो द्याट इज इम्पोर्टेन्ट। म पैसालाई नेग्लेक्ट गरिरहेको छैन, जुन धेरैले गर्छ
कि पैसाको कुरा किन गरिरहेको छौ, पैसाको कुरा नगर, पेन्टिङ आर्टिस्ट हो, आर्टको कुरा गर न। अरे भाइ पैसा आउँदैन भने आर्टलाई कसरी, आफ्नो प्यासनलाई कसरी मतलब अगाडि बढाउन सक्छौ? पैसा त चाहियो नि, पेन्टिङ बनाउन, कलर, ब्रस, पेपर्स, क्यानभस, इजल्स, यो जस्तै म अहिले मोबाइलबाट मैले लिएर भिडियो बनाउँदैछु, यो सबै कहाँबाट आउँछ? पैसैबाट आउँछ नि। सो पैसा इम्पोर्टेन्ट हो, धेरै इम्पोर्टेन्ट हो। इट्स लाइक वाटर, वाटर इज भेरी इम्पोर्टेन्ट टु सर्भाइभ। सो त्यस्तै हो, सर्भाइभलको लागि मनी धेरै इम्पोर्टेन्ट हो। बट त्योभन्दा पनि इम्पोर्टेन्ट हो हाम्रो भित्रको जुन मतलब इनर डेभलपमेन्ट, सेल्फ डेभलपमेन्ट जसलाई भन्छ, त्यो धेरै इम्पोर्टेन्ट हो। सेल्फ डेभलपमेन्ट भनेको तपाईँको थिङ्किङ एबिलिटी टाइमको साथसाथ राम्रो हुँदै गइरहेको छ, तपाईँको क्ल्यारिटी लाइफमा आउँदै गइरहेको छ। द्याट्स द भेरी मोस्ट इम्पोर्टेन्ट। एन्ड त्यो हेल्प गर्छ, त्यहाँ हेल्प गर्छ पेन्टिङले, आर्टले। द्याट टेक्स एज अलाइभ, द्याट टेक्स एज अवेर। अलाइभ भनेपछि पनि के भनौँ, अवेर कि हाम्रो सराउन्डिङको अगाडि हाम्रो सराउन्डिङको तर्फ हामीलाई अवेर, हाम्रो अवेरनेस बढ्दै गइरहेको छ। एउटा लिभिङ लाइफ हुन्छ र एउटा लिभ्ड लाइफ हुन्छ। LIVING, LIVED, लिभ्ड, दुवैमा धेरै डिफ्रेन्स छ। लिभ भनेको हाम्रो जुन ह्याबिटहरू छ त्यसमै रिपिट 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 भइरहेको हुन्छ। द्याट्स द भेरी बोरिङ पार्ट अफ लाइफ। र यो जुन लिभिङ लाइफ छ, लिभिङ भनेको हामी अवेर छौँ प्रेजेन्ट मोमेन्टकोतिर, पुरै अवेर छ, फुल अफ अवेर। द्याट इज द एक्चुअल लिभिङ। लिभिङ भनेको हामी के सोच्छौँ कि मात्र मतलब उठ्यो, खायो, पियो, घुम्यो, फिर्यो, जे पनि छ, टोयलेट निकाल्यो योहरू, सुत्यो, यति मात्र, मतलब इट, स्लिप, रिपिट, होइन यार। लिभिङ भनेको एक्चुअलीमा त्यो मतलब लिभ जागेको छ, जिन्दा छ, जो सिक्दैछ, जो अवेर छ आफ्नो प्रेजेन्ट मोमेन्टतिर, प्रेजेन्टमा के हुँदैछ। द्याट इज एक्चुअल लिभिङ लाइफ। एन्ड त्यो त्यहाँ मद्दत गर्छ आर्टले। ओके, एन्ड अझै यसको एउटा अगाडिको स्टेप छ जसलाई भन्छ कि म आफ्नो हिसाबले भन्छु भने त्यो हो हाम्रो माइन्ड एन्ड बडी आत्मासँग एक भइहाल्यो। त्यो स्टेट हो, त्यो हाइएस्ट स्टेट हो, हाइएस्ट लेभल हो। त्यो चाहिँ त्यही आर्टको हाइएस्ट लेभल हो र त्यहाँ पुग्न पनि आर्टले नै मद्दत गर्छ। मतलब कि हाम्रो माइन्ड, बडी एन्ड स्पिरिट एक भइहाल्यो, अलाइन भइहाल्यो। त्यो हो हाइएस्ट लेभल आर्टको। र त्यहाँ पुग्नलाई त झन् टाइम लाग्छ। सो त्यहाँ पुग्न पनि आर्टले नै मद्दत गर्छ। सो यही थियो। र हो, आई थिङ्क या अब केही ठिक छ, यतिकै आजको लागि यतिकै राखौँ। एन्ड मलाई थाहा छ कि यो भिडियो पनि धेरैजनाले हेर्दैन, बिकज त्यही पेरेन्ट्स फेरि आइहाल्यो नि। सो बट केही छैन, मेरो काम हो बनाउनु, भिडियो बनाउनु, सेयर गर्नु, मेरो भित्र जुन नलेज छ, म जुन सिकेको छु, म त्यसलाई सेयर गर्छु सबैसँग। सो त्यो मेरो काम हो एन्ड म ह्याप्पी छु सेयर गरिदिए। अब जसलाई हेर्नु छ हेर्छ, हेर्नु छैन भने उसको मर्जी। सो यहीँसम्म आज राखौँ आजको भिडियो। एन्ड आई होप सबैले केही नयाँ सिकेको होला, केही जानेको होला। सो यदि के भनौँ, ठिकै छ, यतिसम्म आज राखौँ। एन्ड आई होप कि सबैले केही नयाँ सिकेको होला, केही नयाँ जानेको होला। एन्ड मैले सुरुमै भनेको थिएँ कि यो धेरै इम्पोर्टेन्ट हो, मतलब कि वाइ अझै मतलब अर्को त्यो लास्टको स्टेप हो, हाउ टु डु पेन्टिङ, हाउ टु डु दिस, हाउ टु डु दिस, हाउ टु डु दिस, हाउ टु डु द्याट। त्यो लास्टको स्टेप हो। पहिला जान्नु हो कि मतलब पहिला सम्झाउनु पर्छ कि के गर्दैछु म, एन्ड देन वाइ। हाउ भन्दा धेरै इम्पोर्टेन्ट छ वाइ।
हाम्रो माइन्ड कसरी चलिरहेको हुन्छ कि हाउ टु कन्ट्रोल आवर माइन्ड, हाउ टु डु दिस, हाउ टु फर्गेट पास्ट, हाउ टु लिभ इन प्रेजेन्ट मोमेन्ट. द्याट्स नट द प्रब्लम. प्रॉब्लम इज why do you need to understand anything. कुछ भी मतलब जे भी गर्दैछौ किन, why, that is the most important question. what and why. त्यही भएर मैले पहिला what लाई कभर गरेँ एन्ड देन why लाई, किनभने पहिला यो त क्लियर भइहाल्नु कि किन गर्नु छ एन्ड देन अगाडि बढौला नि कि गर्नु छ पनि कि छैन. किनभने why जब गर्नुहुन्छ नि कि why त्यतिखेरै मतलब क्लियर भइहाल्छ कि गर्नु छ कि छैन यो काम. कि मतलब अगाडि जुन हामी सोच्दै थियौँ कि हाउ टु डु लाइक कुनै पनि कुरा केही हाउ टु डु द्याट, मतलब हाउ टु डु भनेको त्यो कसरी गर्छु म, त्यो कसरी गर्नु, यहीमा हाम्रो माइन्ड चलिरहेको हुन्छ धेरै मोस्ट अफ द टाइम. बट त्योभन्दा पनि इम्पोर्टेन्ट हुन्छ वाइ. एन्ड यही म चाहन्थेँ कि मतलब सबैसम्म यो पुगोस्, यो नलेज, यो विजडम पुगोस् कि वाइ जरुरी छ हाउ भन्दा पहिला वाइ गर्नुहोस् कि वाइ आई निड टु डु दिस. ओके, सो त्यही त्यसमा मतलब रुक्नुहोस् कि पहिला अन्डरस्ट्यान्ड गर्नु कि हो जरुरी छ कि छैन, एन्ड देन जरुरी छ भने गर्नु, जरुरी छैन भने छोडिदिनु, अर्को हेर्नु कुनै यस्तो काम होला जुन जरुरी होला, त्यहाँ वाइ क्लियर भइहालेको होला कि हो यो कारणले गर्नु छ. फर इक्जाम्पल टाइम पास किन गर्नु छ, why do you need to go to like मतलब त्यस्तो फ्रेन्डहरूनिर किन जानु छ जो खालि बकवासै गरिरहेको हुन्छ, जो निर गएर केही सिक्नलाई मिल्दैन, केही नयाँ बुझ्न मिल्दैन, किन जानु छ तिनीहरूनिर. त्यहाँ जब यो क्वेसन गर्नुहुन्छ नि तब मिलिहाल्छ एन्सर, र क्वेसन गर्नुहुन्छ भने एन्सर त मिल्छ नि कि किन जानु छ, किन यस्तो काम गर्नु छ जसको आउटकम, जसको इन रिजल्ट नै बेकार छ, केही छैन. किन कुनै यस्तो काम नगर्ने जुन जहाँ क्रिएटिभिटी छ, जहाँ क्युरियोसिटी छ, जहाँ हाम्रो जुन इन्सानियत छ, इन्सानियत भनेपछि हाम्रो जुन क्वेसनिङ एबिलिटी छ त्यो अझै राम्रो हुँदै गयो, त्यस्तो किन नगर्ने के. सो आई थिङ्क म त भन्छु यही समअप गरौँ बोल्दै. ओके, ठिक छ, अब यही समअप गर्छु म यो भिडियोलाई. एन्ड थ्याङ्क यू अहिलेसम्म यदि रुकेर सुन्दै राख्नु भएको छ. एन्ड आई होप सबैले केही नयाँ पनि सिकेको होला. एन्ड ओके, सी यू इन द नेक्स्ट भिडियो. थ्याङ्क यू.